सबैजनालाई म भयो। हाई नमस्कार सबैजनालाई, म जापानको टोकियो तोच्कादेखि म केही कुराहरू अहिले जापानमा बस्दै रहेको साथीभाइहरूलाई सोध्दैछु। तपाईँलाई जापान कस्तो लागिरहेछ? और जापान कति वर्षदेखि बस्दै रहनु भएको छ, केही दिन चाहनुहुन्छ? जापान म आएको चाहिँ 2 वर्ष हुन लाग्यो, 2 वर्ष भयो भनौँ। जापान कस्तो छ भन्ने कुरा त मैले बुझेको हिसाबमा जापान अब एकतिर हिसाबले पहिलाको हिसाबमा राम्रो थियो। अहिले हालचालको हिसाबमा चाहिँ जापान खासै त्यति उति देखेको छैन मैले पनि। अब कुकहरूलाई होइन, अब यो हाम्रो यो नेपालदेखि आउनेहरूलाई अब कुकहरू भयो होइन, अब यो म्यानेजर भिजाहरूमा आउनेहरू भयो, त्यो हिसाबमा चाहिँ खासै राम्रो देखेको छैन अहिले चाहिँ। पछि गएर कस्तो हुन्छ के छ थाहा छैन। पहिला धेरै राम्रो ठाउँ हो जापान, अहिले आएको हिसाबमा चाहिँ हाम्रो अलिकति गाह्रो छ। जापानमा बस्दै गर्दाखेरि सिङ्गल कि डबल, और सिङ्गलले राम्रो पैसा कमाउला या डबलले कमाउला, फ्यामिली भएकोलाई राम्रो होला या सिङ्गल बसिरहनेकोले जापानमा राम्रोसँग सहज गरेर पैसा कमाउला जस्तो लाग्छ तपाईँलाई? सिङ्गलमा त आशै नगर्नुहोस्। सिङ्गलमा तपाईँ अब आउनुभएको अब 1 वर्षसम्म अलिकति स्ट्रगल गर्नुपर्छ, दुःख गर्नुपर्छ। त्यसको लागि चाहिँ अलिकति टाइम लाग्छ। अब फ्यामिली नबोलाइ हुँदैन। फ्यामिली नआएसम्म हामीले यहाँ जति दुःख गरे पनि कामै छैन। जति गरे पनि हामीले भनेको यहाँ जापानमा एउटा कस्तो हुन्छ भने घर चलाउने, हामी भनेको एउटा चाहिँ घर चलाउने माध्यम होइन। फ्यामिलीहरू चाहिँ अलिकति कमाएको पैसा जोगाउने हो। तर अहिले आएर यो हिसाब किताब गर्दाखेरि चाहिँ हाम्रो पैसाले पुगेन, फ्यामिलीको पैसा। देशमा केही विकल्पहरू होला हामीले गर्न सक्ने माथि उठाउनलाई? त्यो त अब माथि उठाउनुलाई अब के गर्न सकिन्छ र? अब सागहरू तिर्न पऱ्यो होइन। अहिले अब नयाँ रुलहरू आए, सागहरू तिर्न पऱ्यो। अब तपाईँको अब करहरू हामी तिर्न पर्ने कन्डिसनहरू आए होइन। त्यो कन्डिसनले गर्दाखेरि चाहिँ हाम्रो सेलेरी चाहिँ हामी अहिले यो 2026देखि 28 तक बच्न सक्यो भने हामी केही विकल्प आउला यहाँ? त्यो त नआउला भन्न सकिँदैन, आउँछ। त्यो चाहिँ अब अलिकति अहिलेलाई चाहिँ हामीले अहिले के गर्नु पऱ्यो भने भिजा जोगाउने माध्यममा जानु पऱ्यो। कसरी हुन्छ भिजा जोगाउने होइन, हाम्रो भिजा अब कसरी जोगिन्छ होइन, कसरी हुन्छ हाम्रो फ्यामिलीको अब बालबच्चा होला, कसरी के होला, सबैको आफ्नो भिजा जोगाउनुतिर जाने तरिकाले गयो भने 1-2 वर्षपछि चाहिँ राम्रो दिन पनि आउँछ जापान। यो बोल्दा बोल्दै मैले 2-4 कुरा अरू पनि बोल्न चाहेँ। तपाईँलाई हाम्रो जापानको ठिक थियो, तर अहिले हाम्रो बालेन सरकार आउँदाखेरि तपाईँलाई कस्तो लागिरहेछ?